हैन यो टाइमर चलेको छैन चलेको ल भयो त्यसो भए ओ त्यहाँ झर्ला नि अंकित अनि ठीक छ तिमीले जाऊ है त्यही ल तिमीले कुनै एक्सपिरियन्स लिनु होला त्यही हैन अब यता चिन्या चाहिँ छैन है फेरि मैले अनि चिन्दाखेरि मैले घुमे हो नि बिजो हुन्छ मैले यताको चाहिँ भ्लग हेरेको थिएँ है एउटा दुईटा यता चाहिँ ठिकै खारे के यसको यो अटो जाउँ भने यही बाटो जाउँ कि हुनु पोखरा जानु पर्यो है यता पोखरा पुग्छ रे पुग्छ रे के हो त आवेला जानी त फेरि मन्जिलको छोइदिन्छ बाइकले यस्तोमा छोइदिन्छ कि फेरि तिम्रो त खतरा खाने बाइक त तो ऑलराइट गाइस अभी हम लोग यहाँ पे मोला कालिका की तरफ यहाँ पे ये चढ़ चुके हैं ऑलराइट ओए एक दुई गेर भन है एक र दुई गेर मात्र हो तीनमा नलग तीनमा नलग है कता हो उसलाई नजाने हो कि एक र दुईमा हो कि चलाउने भने यहाँ तल मैले हेरेको थिएँ कि ल हेर भ्लग हेरेर कति काम लाग्यो मैले हेरेको थिएँ एउटा केटाको हेरेको थिएँ कि मतलब दुईटाको हेरेको थिएँ एउटाकोमा यतै देखाएको थियो अर्कोकोमा नि यतै देखाएको थियो कि तिनीहरू पनि बाइकै भने दुइटै एउटा त साइनमा युनिकर्न मुलाले खुट्टाको ब्रेक हान्ला दुइटैसम्म खाएन त तिमीले मेरो त तर यस्तोमा चलाउनु त बानी भइसक्यो यार स्प्लेन्डर लिएर चढा हानेसी त्यही त्यो बोनी गराउनलाई हो कि हामीलाई भन्दै आयो म त केटाहरू त्यहीँ तात्या भएर पो त अब माथि पाइएला नपाइएला भनेर कि छन चाहिँ माथि पनि छ भनेको थियो सङ्गिनाले भर्खर आउने बेला सोधेको थिएँ यही न खाली पेटमा यो मुलातिर उफ्रेर केबल कार त्यहाँनिर छ लेखाएको थियो त्यहीँनिरबाट घुमेर कहाँ पुग्यो त हिँडेर त उतै छ नि भर्याङै छ हो यत्रो त कहाँ हुन्छ यो लोड छ टाढा खरे कि लामो खरे खासै बिग्रियो त होइन रहेछ ऊ यहाँ ताल छ के ताल हो माछी ताल्यो फेरि आहा रोकम यसरी फेरि हिँड्ने बेला त छोड्नु हुन्न ए बल्ल डाँडा चढाउला जस्तो छ यहाँ पनि एउटा कुनै जस्तो छ एउटा कुनै तालै थियो जस्तो छ कसले 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 अनि के भन्यो सकिने क्या हो उकालोमा सक्छौ तिमीले के ए के तिमीले छैन त यार
4 किलोमिटर रहेछ यहाँबाट धेरै टाढा त किन त्यो मान्छेले यसरी उठा हात गल्नलाई होइन म यताबाट गएको थिएँ पहिला अनि अहिले यता बाटो बनाएर म यता 9 किलोमिटर जम्मा नि कस्तो हो यो होइन यो त राम्रो हो अहिले अङ्कितलाई धादिङ गोर्खाको पुऱ्याउनु पर्ने कि अनि थाहा हुन्छ अङ्कितलाई उकालोमा खुट्टाको हान्न ल हातको हान्न ल भाइ उकालोमा हातको हान्न लाऊ के ओह्रालोमा के तिम्रो बाइक त आउँछ मुला यहाँमा त्यो खचड बाइक त आउँछ मान्छेले यस्तोमा तेपर लिएर आउँछन् अङ्कलको ससुराली गएको म यो लिएर गएको है म दिदीसँग दिदी कति किलो 40 किलो सँग 10 किलो 50 किलो म 70 किलो गरेर मलाई तिमीहरू गएको हो अनि गएर बाइक राखेको अनि अङ्कलले म कुरा गरेको बाटोको आसपासमा इधरहरू कुरा गरेर यसो हेर त्यो प्ले गरेर स्कुटी हुन्छ नि त्यसको टेम्पर आइरहेको छ अनि ल कसरी आऊ भने भागे मलाई त अङ्कल भन्यो न अङ्कल एउटा लग्यो हो र राति होइन राति अब लाइट थिएन पहिलो लाइट अङ्कलको अनि फेरि त्यसमा लजै गएर हालिदियो अङ्कलले ओए मैले सोचेँ होइन राम्रो रहेछ यार यस्तो छ भनेर मैले सोचेकै थिइनँ अनि यति अनि नल्याउने भन्छ हुन त अब माथितिर नि होला उकालो फेरि हरायो त यार कस्तो उता गएको जस्तै के यो धमेलीतिर गएको जस्तै के यस्तै त छ नि धमेलीमा नि के कन्छ राम्रो छ र धमेलीमा चाहिँ होला होला त्यो घुम्यो होला नि धेरै लामो त छैन किन त्यो मैले त्यो मान्छेहरूको भ्लग पनि लगभग 20-25 मिनट थियो घरबाटै सुरु गरेँ भ्लगमा पुगेको थियो कि 8-17 भयो लाग्ने होला नि त्यत्रो उहाँ डाँडो हो त्यत्रो घुमेर आउनु पऱ्यो हामी त्यो म्याप नहेर यार होला हो अङ्कितले अब यति चलाएपछि भयो नि उसलाई अब यो अहिले उसले नचला भए कहिले चलाउने नै मिल्थेन के मलाई चाहिँ त्यस्तो त्यो कतै यो चलाउन सक्दैन जस्तो चाहिँ लाग्दैन किनभने एकचोटि उपरदाङ गढी गएको बेला नि त्यस्तो उकालोमा मैले चलाएको थिइनँ कि अनि साथीले स्प्लेन्डर लिएर होइन अस्ति त सेकेन्ड टाइम गएको हो त्योभन्दा अगाडि गएको बेला साथीको बाइक लिएर गएको थिएँ त्यो बेला त्यही साथीलाई हालेर लिएर गएको अनि उहाँ यो झोलुङ्गे पुल पनि चलाएको थिइनँ अनि अस्ति नै देउघाट गएको बेला चला योभन्दा अघिल्लो साल ग्रामीणको ऊ भएको थियो नि साधारण सभा त्यो बेलाको पैसा लिएर मलाई घरलाई नि मासाला ओए बस वाच्चै के बारे
रोड अनि जति डेस्टिनेसन भन्दा हाल्छ भने कस्तो चिप्लो हो बाटो है टायर फेरि तिम्रो फेरि कस्तो मजा आयो कि घन्टीको आवाज सुन्नलाई मन्जिल तिमी अहिले माग्दाखेरि चाहिँ के भनेर माग भने मलाई यो चाहियो भनेर चाहिँ नमाग है के दिन सक्नुहुन्छ तपाईँले त्यो दिनु भनेर भन अनि मैले त्यो विवेक ओबेरोय भन्ने चिनेको तिमीले त्यो क्रिस फिल्मको काल छ नि त्यो मान्छेले भनेको थियो कि एउटा कहानी भनेको थियो त्यो मान्छेलाई उसले भने अरे एउटा यस्तै तान्त्रिक के मतलब यस्तै त्यो अलि त्यो ब्लेस्डवाला मान्छेले भने अरे त्यो मान्छेले भने हिजो भर्खर हेरेको क्या मैले रिलमा तपाईँलाई के अरे तिमी अहिले माग होइन मतलब त्यो म तिमीलाई खोजेर पठाइदिउँ ल मलाई सिकायो क्या फेरि के र कहाँ गयो बेला अघि भनेको ए मलाई यो चाहियो भनेर नमाग जे दिन सक्नुहुन्छ दिनु भन है त्यही भन मेरोमा त फेरि यस्तो लोड आउँछ नि तिमीहरूले हेरेको थियो होइन भ्लग भइरहेको थियो होइन भइरह अहिले नि कति किलोमिटर अहिले हेर त कति किलोमिटर चाहिँ देखा हेर त यतिको त पिछे हो यसलाई त्यो बिग्रिया भन्नै मिल्दैन म्याप हेर्नुभन्दा नहेर्नु जस्तो लाग्यो है देश कति रे यो भाइ जान्छ मस्तले सक्नु पऱ्यो जान्छ अब मैले त्यस्तो त्यो लिक्विडै नभए बाइक त लिएर गएँ मुस्ताङ चाहिँ होइन फेरि उपर जान्छ सुनिल होइन सुनिल एमटीमा आधी समय एमटीमा गयो मेरो बाइक तेबर बसिरहेको थियो मेरो बाइकले तेबर तान्दैन अब यो लिक्विड छैन भनेर भने अनि त्यसपछि सुनिलले त्यो साथीको स्प्लेन्डरमा तेबर हालेर एमटीमा अर्को त्यो जुन चाहिँको बाइक हो त्यसलाई हालेर एमटी कपिलले चलायो अनि मैले चाहिँ अर्को साथीलाई हालेँ केटाहरूलाई नाइट आउट रे मासाला कस्तो घुम्यो
म त उताबाट सिधै होला भनेर लत्त घुमाइदिएर आमा तात्यो त फेरि जसलाई एक्सपेक्ट गरेर हुँदैन त्यही मान्छेले चाहिँ ल्याउनु सक्छ कि फेरि कति 20,000 कबाडीलाई त्यो ल्याएर बनाउनु छ घर अझै जोस् अलिअलि त छ भण्डारामा कहाँ अनि गएको थियौ हिजो मैले एकचोटि हो यत्तिको उकालो हो क्या उहाँ उबरदान गाडीमा गएन है त्यहाँ पनि तिमी योभन्दा नि अझै छ के अझै उकालो हो क्या मोडमा त झन् ल्याम्मै मोड छ कि त्यस्तो ल्याम्मै मोड एक दुई ठाउँमा मात्र हो फेरि धेरै ठाउँमा चाहिँ छैन कस्तोमा भेस्पामा है भेस्पा त फेरि के भयो अरे अङ्कित तात्योस् न के अटो किनेर अटोको पछाडि हिँड्न फेरि झ्याउ छ भने जान्यो अहिले काम यतै हो जस्तो लाग्यो क्या पार्किङ अलिकति जस्तो लाग्छ छैन कहाँ हो पार्किङ नै थाहा छैन बाइकहरू राखेको हुन्छ कि ए यहीँनिर हो क्या नासला झन्डै गा होइन यहाँ बाइक राखेपछि त्यो उ गर्छ भनेर के देखाइदिने ओए बाइक रोक्न लायो भने देखाइदेऊ न झोला अगाडिको झोला हामीले किनिसक्यो भनेर बाटो दिए हो नि बाटो दिए हो अलि अगाडिको टायर कटाएर गर्नुपर्ने लेम्बो उकालोमा गएर ब्रेक हान्दै होला विनोद यसो त बाटो होइन होइन होला कहाँ हो ए केबल कार यहाँ आइपुग्यो कि त्यहीँ लगेर राखिदिउँ हो त्यहीँ राखिदिउँ कति न उसलाई ढोकासम्मै जाउँला भने होला यहीँ राख्नु ओ यहीँ राखिदिउँ यहीँ राख्ने भने हावा के त मान्छेले के भन्छ कसरी नराख्ने